आज चाहिँ मैले फापरको पिठोको गिलो बनाएको छु है, चटपटेको यो गिलो। अनि म आफै पनि एकदम धेरै एक्साइटेड छु यो खानलाई होइन, किनकि म सधैँ नयाँ नयाँ रेसिपी ट्राई गरिरहेको छु। अस्ति चामलको पिठोको बनाएको थिएँ, एकदमै मिठो थियो। खाएँ ल, नट ब्याड, तर चामलको पिठोको अझै धेरै मिठो थियो है। कोदो र फापर अलिकति चिप्लो हुन्छ नि त त्यसको पिठो, त्यो भएर अलिकति चटपटे पनि स्टिकी टाइपको भइरहेछ क्या। चटपटे त मलाई पर्लै मनपर्छ। ओके गाइज, मैले चाहिँ चटपटे खाइसकेको छु। मलाई चाहिँ यो फापरको पिठोको चटपटे चाहिँ ओके ओके लाग्यो, त्यस्तो वाउ पनि लागेन, त्यस्तो नमिठो पनि छैन। मिठो छ, अलिकति यो स्टिकी टाइपको चिप्लो हुन्छ पिठो, त्यो कारणले गर्दा अलिकति टेस्टमा चाहिँ डिफ्रेन्ट लाग्यो मलाई। बाँकी नमिठो भन्ने चाहिँ छैन, एकदम धेरै मिठो नै छ। तर म चाहिँ यो फापरको पिठो भन्दा चामलको पिठो प्रिफर गर्छु चटपटेको गिलो बनाएर खान। ओके गाइज, आजलाई यति नै।